नाम चाहिँ रबिन मगर हो। मालदिप्स आएको 5 महिना भयो। अब यहाँ आउँदाखेरि चाहिँ अब फसिने रहेछ। अब काम पनि भने जस्तो नपाउने हैन, सेलरी पनि भने जस्तो नपाउने। यहाँ बङ्गालीले अब फसाउँदो रहेछ एजेन्ट भएर। भनिसक्दै नेपालीहरू यहाँ नआउनु होला, बुझेर आउनु होला। र म पनि यहाँ नेपाल हेल्पलाइनबाट सहयोग मागेर म नि अब चाँडै घर निस्किँदैछु। भनिसक्दै यो मालदिप्समा बुझेर कस्तो छ हैन, सबै बुझेर चाहिँ आउनु होला। भनिसक्दै आउँदै नआउनु, त्यही भन्न चाहन्छु। अनि म पनि अब यस्तै धेरै दुःख पाइयो, कहाँ पुग्यो। बल्ल बल्ल डकुमेन्टहरू तयार गरेर म पनि अब छिटै अब घर निस्किँदैछु। अब दुःख भनेको त सबैलाई नै हुँदो रहेछ, त्यही हो। यहाँ अब नेपाल हेल्पलाइनले धेरै सहयोग गर्नुभयो र यहाँ अब जति पनि फस्नुभएको छ अब यहाँ आएर जानु होला, बुझेर जानु होला, यही भन्नु चाहन्छु। अनि तपाईँको पासपोर्ट कहाँ छ त? पासपोर्ट चाहिँ यहाँ सरज सरले जब फोन गर्नुभयो अनि एजेन्टले ल्याएर दियो। त्यसपछि अनि कम्पनी खोज्दाखेरि मैले भेटाइनँ र भेट्दाखेरि कतै सिप नलागेपछि अनि जब यहाँ आएपछि अनि डकुमेन्ट बनाएर। त्योभन्दा अगाडि चाहिँ त्यो एजेन्टले के भन्थ्यो? पासपोर्ट दिन्न भन्थ्यो कि अथवा तपाईँसँग पैसा माग्थ्यो कि के भन्थ्यो त्यो एजेन्टले? पासपोर्ट मसँग छैन भन्यो हैन। भनेपछि चाहिँ अनि कोसँग छ भन्दाखेरि थाहा छैन भन्यो। अनि जब अब थाहा नभएपछि यहाँ आयौँ हामी। यहाँ आएपछि कतिजनाको टोली आउनु भएको थियो? हामी 3 जना आएको थियौँ। अनि 2 जना चाहिँ घर गइसक्यो, म मात्र बाँकी रह्यो। म चाहिँ नेपाल हेल्पलाइनमा आएपछि चाहिँ अनि बल्ल तयार भयो। पासपोर्ट दिएको पनि कति दिन लाग्यो तपाईँलाई नेपाल जानको लागि? नेपाल जान लगभग 15-16 दिन भयो म जुन धाएको। भनेपछि पासपोर्टमा भिसा छ भन्दै पनि नेपाल जान पाइँदैन रहेछ नि त यहाँबाट हैन? त्यसको के रहेछ प्रोसेसहरू? अब आउने साथीहरूलाई, तपाईँका भाइ बहिनीहरूलाई, दाइहरूलाई अब सबैलाई सुनाइदिनु त एकचोटि त्यो के रहेछ त प्रोसेस? अब अहिले चाहिँ पासपोर्ट हैन स्टाम्प हटेको रहेछ। अहिले ई भिसा भन्ने चाहिँ अहिले निस्केको रहेछ। पासपोर्ट चाहिँ कम्पनीलाई नबुझाइदिनु होला, आफैसँग राख्नु होला। अहिले पर्दैन रहेछ, अहिले पासपोर्ट आफैसँग राख्नु होला भन्न चाहन्छु। भनेपछि तपाईँसँग पासपोर्ट भएर पनि 16 दिनसम्म तपाईँ यहीँ कसकोमा बस्नुभयो? के खानुभयो? नेपालबाट पैसा मगाउनु भयो कि कसरी बस्नुभयो त यत्रो दिन? अब यस्तै हो, अब साथीभाइसँग मागियो, आफूसँग त पैसा सकियो हैन। होटलवालाले अब पैसा छैन भने निस्केर जा भनिहाल्छ। यहाँ त धेरै दुःख नै पाइयो। अरू केही भन्न चाहनुहुन्छ त अन्तिममा? अन्तिममा त्यही हो, अब सरज सरलाई चाहिँ धेरै धेरै धन्यवाद छ। तपाईँहरूले अब गर्दाखेरि म सकुशल घर निस्किन पाउँदा धेरै खुसी लागेको छ।